फर्सी लगभग यिनीहरूले खाइसके। यिनीहरूको ग्याङले लगभग गाउँ नै कब्जा गर्ला जस्तो छ हेर्दै जाँदाखेरि। आज चाहिँ यसको काम यो फर्सी खाने रहेछ। यिनीहरूले लगभग सबै सकिसके। यो खाने काम निरन्तर छ। यसलाई लहाटेर पनि सकिन्न, कति लहाट्ने हैरान छ। भोट चाहिन्छ भने जुनै पार्टीले पनि यो बाँदर नियन्त्रण गर्नु भनेदेखि हामी किसान चाहिँ अलि खान पाउँछौँ कि मिहिनेतको फल पाइन्छ कि नभएदेखि यो बाँदर नियन्त्रण गरेन भने कसैलाई पनि भोट नदिने, कसैलाई भोट नदिने भनिदिनु। अहिले हाम्रो घरमा अघि बिहान 1500 भन्दा धेरै थियो बाँदर। अनि त्यसले अनि हल्लाइदिएपछि अनि टिपेर फ्यालिदिएपछि चाहिँ के खानु हामीले? मरि रोको। अनि भोट दिने चाहिन्छ भोट भने बाँदर नियन्त्रण गरिदियोस्, नभएदेखि हामी भोट छोड दिँदैनौँ कसैलाई। नखाने कुरा के रहेछ बाँदरले खासमा? यसले जे पनि खान्छ, राँडा खतरका अपुताली छोड्नेले जति त्यसो कुरा नगर्नु, जति दुःख दिए पनि त्यो गाउँै छोडेर जाने हो, घर छोडेर जाने हो, जाउँ नि कहाँ जाउँ, बसौँ भने बसी साथ दिएर गएन। यो दुःख देख्दा सहर जाउँ जस्तो लाग्दैन? सहर गएर कसले दिन्छ त खाना? को छ? आफ्नो कोही छैन। भोट चाहिन्छ भने जुनै पार्टीले पनि यो बाँदर नियन्त्रण गर्नु भनेदेखि हामी किसान चाहिँ अलि खान पाउँछौँ कि मिहिनेतको फल पाइन्छ कि नभएदेखि यो बाँदर नियन्त्रण गरेन भने कसैलाई पनि भोट नदिने, कसैलाई भोट नदिने भनिदिनु। अहिले हाम्रो घरमा अघि बिहान 1500 भन्दा धेरै थियो बाँदर। अनि त्यसले अनि हल्लाइदिएपछि अनि टिपेर फ्यालिदिएपछि चाहिँ के खानु हामीले? मरि रोको। अनि भोट दिने चाहिन्छ भोट भने बाँदर नियन्त्रण गरिदियोस्, नभएदेखि हामी भोट छोड दिँदैनौँ कसैलाई।